अनुहारमा एउटा सुन्दर मुस्कान, खुट्टामा फुटबलको अद्भुत लय र नसामा ब्राजिलियन फुटबलको ऐतिहासिक डिएनए। भिनियस जुनियर आजको आधुनिक फुटबलको सबैभन्दा उत्कृष्ट नमुना मध्ये एक हुन्। क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा अर्को साता हुने फिफा विश्वकपमा ब्राजिलका सम्पूर्ण समर्थकहरूको नजर उनैमाथि रहनेछ। ब्राजिलले सन् 2002 देखि विश्वकपको स्वर्ण ट्रफी चुम्न सकेको छैन। यो 24 वर्ष लामो प्रतीक्षालाई समाप्त पार्दै ऐतिहासिक 6औं पटक विश्वविजेता बन्ने दाउमा रहेको ब्राजिलको लागि भिनियस जुनियर सबैभन्दा ठूला अस्त्र हुन्। रियो दो जेनेरियोको मेट्रोपोलिटन क्षेत्रमा पर्ने साओ गोन्सालोमा जन्मिएका भिनियसको यात्रा निकै प्रेरणादायी छ। उनी सानै उमेरमा फुटसलको मैदानमा आफ्नो प्रतिभाको कारण चिनिएका थिए। उनको बाल्यकाल गरिबी र अभावमा बितेको थियो। उनका बुबा भवनमा काम गर्नको लागि अर्कै राज्य साओ पाओलामा काम गर्ने गर्थे भने आमाले उनलाई अभ्यासमा लैजाने र हेरचाह गर्ने गर्थिन्। आर्थिक कठिनाईको कारण उनले सुरुवाती दिनमा निकै सङ्घर्ष गर्नु पर्यो। उनलाई फुटबल एकाडेमीसम्म पुग्न र तालिम लिन गाह्रो हुँदा उनको क्लब फ्लामिङ्गोले नै स्कुलमा ब्याग र जुत्ताको व्यवस्था गरिदिएको थियो। घरबाट प्रशिक्षण केन्द्र नजिक हुनको लागि उनी आफ्ना काका उलिससँग बस्ने गर्थे। फ्लामिङ्गोको एकाडेमीमा फुटसलबाट घाँसे मैदानको फुटबलमा प्रवेश गरेपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन। मात्र 16 वर्षको उमेरमा फ्लामिङ्गोको सिनियर टोलीबाट डेब्यु गरेका भिनियसलाई लगत्तै स्पेनिस महारथी रियल म्याड्रिडले अनुबन्धित गर्यो। त्यसपछि उनको करियरले यसरी फड्को मार्यो कि उनले कहिले पछाडि फर्केर हेर्नु परेको छैन। क्लब करियरमा उनको उचाइ यसरी बढ्यो कि उनी अहिले विश्वकै उत्कृष्ट खेलाडी मध्ये पर्दछन्। 3 पटक लालिगा र 2 पटक युएफए च्याम्पियन्स लिग जितेका उनले दुवै च्याम्पियन्स लिगको फाइनलमा गोल गरेर आफ्नो निर्णायक क्षमता प्रमाणित गरिसकेका छन्। सन् 2024 भिनियसको लागि एउटा ऐतिहासिक वर्ष साबित भयो। उनले सन् 2007 मा काकाले जितेपछि पहिलो पटक ब्राजिलको लागि फिफा द बेस्टको अवार्ड जिते। रियल म्याड्रिडलाई च्याम्पियन्स लिग, स्पेनिस लिग र स्पेनिस सुपर कप जिताउन उनको भूमिका अतुलनीय थियो। 2024 मा विशेष गरी बार्सिलोना विरुद्धको फाइनलमा ह्याट्रिक गर्नु र फिफा इन्टरकन्टिनेन्टल कपमा गोल्डन बल जित्नुले उनलाई विश्वकै उत्कृष्ट खेलाडी साबित गर्यो। अवार्ड थाप्दै गर्दा उनले भावुक भएर भनेका थिए, साओ गोन्सालोको सडकमा खाली खुट्टा फुटबल खेल्दै गर्दा यो ठाउँसम्म पुग्छु भन्ने कुरा असम्भव जस्तै लाग्थ्यो। म गरिबी र अपराधको बीचमा हुर्किएको थिएँ, त्यसैले यहाँ उभिनु पाउनु मेरो लागि सबै थोक हो। भिनियसको मुख्य विशेषता भनेको उनको तीव्र गति, प्राविधिक कौशल र कठिन समयमा गोल निकाल्न सक्ने क्षमता हो। ब्राजिलमा उनलाई माल बादेजा वा भयानक उपनामले चिनिन्छ। यो उपनाम उनलाई विपक्षी डिफेन्डरहरू मैदानमा दिने शास्तिको कारण दिएको हो। रियल म्याड्रिडमा उनले प्रतिष्ठित 7 नम्बरको जर्सी लगाउँछन्, जुन यसअघि क्रिस्टियानो रोनाल्डो र राउल जस्ता दिग्गजले लगाउने गर्दथे। उनले च्याम्पियन्स लिगमा 34 गोल गरिसकेका छन्, जुन नेमार पछि कुनै पनि ब्राजिलियन खेलाडीले गरेको यो सबैभन्दा धेरै गोल हो। क्लब फुटबलमा सबै सम्भव उपलब्धिहरू हासिल गरिसकेका भिनियसको लागि अबको सबैभन्दा ठूलो चुनौती ब्राजिलको प्रसिद्ध पहेँलो जर्सीमा त्यस्तै सफलता दोहोर्याउनु हो। उनले 18 वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए, तर अहिलेसम्म ब्राजिलको लागि कुनै ठूलो अन्तर्राष्ट्रिय ट्रफी जित्न सकेका छैनन्। उनले अहिलेसम्म ब्राजिलको लागि 9 गोल र 6 असिस्ट गरिसकेका छन्। सन् 2022 को कतार विश्वकपमा उनले राम्रो प्रदर्शन गरेका थिए। विशेष गरी दक्षिण कोरिया विरुद्धको गोल र रिचासिलको गोल अफ द टुर्नामेन्टमा उनले दिएको पास सम्झन लायक थियो। तर क्रोएसियासँगको क्वार्टर फाइनलमा बिहोर्नु परेको हारले उनलाई अझै पिरोल्ने गर्छ। विश्वकप 2026 मा ब्राजिल समूह सीमा परेको छ, जहाँ उसले मोरोक्को, हाइटी र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। यो विश्वकपमा उनको काँधमा नेमारसँगै टोलीलाई नेतृत्व गर्ने जिम्मेवारी हुनेछ। सन् 2026 को विश्वकपको अर्को ठूलो चर्चाको विषय नेमारको पुनरागमन पनि हो। गम्भीर चोटपछि नेमार टोलीमा फर्कदा कतिपयले आलोचना गरे पनि भिनियसले भने उनको ठूलो सम्मान गर्ने गरेका छन्। भिनियस भन्छन्, नेमार मेरो साथी मात्र होइन, उनी हाम्रो एउटा आदर्श र नायक पनि हो। उनले जीवनमा धेरै आलोचना र सङ्घर्ष झेलेर आफूलाई प्रमाणित गरेका छन्। भिनियसले पनि यो स्पष्ट पारेका छन् कि टोलीमा नेमारको स्थान सधैँ विशेष रहनेछ। उनले भनेका छन्, मैले कुन नम्बर लगाउँछु थाहा छैन, तर 10 नम्बरको जर्सी नेमारकै हुनेछ, यो स्पष्ट नै छ। यसले भिनियसको नम्रता र सिनियर खेलाडी प्रतिको सम्मान झल्काउँछ।
पेले, जिको, रोमारियो, रोनाल्डिनो जस्ता महान खेलाडीले लगाएको 10 नम्बरको जर्सी नेमारलाई सुम्पिने उनको इच्छाले ब्राजिलियन टोलीभित्रको एकतालाई पनि दर्शाउँछ। मैदान बाहिर पनि भिनियस उत्तिकै सृजनशील छन्। उनले फुटबललाई समस्या समाधानको एउटा माध्यम मान्छन्। मैदानमा जसरी ड्रिबलिङ गर्दा तुरुन्त निर्णय लिनुपर्छ, जीवनमा पनि त्यस्तै सृजनशीलता आवश्यक पर्ने उनको बुझाइ छ। भिनियसले आफ्नो करियरमा अहिलेसम्म 2 वटा मात्रै क्लब फ्लामिङ्गो र रियल म्याड्रिडबाट खेलेका छन्। रियल म्याड्रिडका लागि 21औं शताब्दीमा जन्मिएर डेब्यू गर्ने उनी पहिलो खेलाडी हुन्। उनी बार्सिलोना विरुद्धको एल क्लासिकोमा गोल गर्ने सबैभन्दा कम उमेरका विदेशी खेलाडी पनि हुन्। उनले लियोनल मेस्सीको रेकर्ड समेत तोडेका थिए। भिनियस जुनियर अहिले आफ्नो करियरको उच्च बिन्दुमा छन्। रियल म्याड्रिडका लागि उनले 14 वटा ट्रफी जितिसकेका छन् र लगातार हरेक सिजन 20 भन्दा बढी गोल गरिरहेका छन्। अब उनको एउटै र अन्तिम लक्ष्य भनेको ब्राजिलको जर्सीमा विश्वकपको ट्रफी उचाल्नु हो। सन् 2026 को 13 मा मोरक्को विरुद्धको खेलमा भिनियस केवल एक खेलाडीको रूपमा मात्र होइन, ब्राजिलको आशा र भरोसाको रूपमा मैदान उत्रनेछन्। क्लब फुटबलमा जादु देखाएका यी स्टारले अब देशका लागि विश्वकप जित्ने चुनौतीको सामना गर्नुपर्नेछ। ब्राजिलका महान खेलाडी रोनाल्डोले भने झै भिनियसको प्रभाव फुटबल मैदान भन्दा धेरै माथि छ। उनी संघर्ष, सफलता र ब्राजिलियन फुटबलको जीवन्त उत्साहको प्रतीक हुन्। भिनियसको लागि विश्वकप एउटा खेल मात्र होइन, यो करोडौं ब्राजिलियनहरूको सपना पनि हो। उनी भन्छन्, विश्वकप मेरो लागि सबै थोक हो। देशको प्रतिनिधित्व गर्नु र मानिसहरूको अनुहारमा खुसी ल्याउनु एउटा ठूलो जिम्मेवारी र गर्वको कुरा हो। यो अरू कुनै पनि कुरा भन्दा फरक छ, यो शुद्ध भावना हो। संघर्षले आफ्नो भाग्य बदलेका भिनीले के सन् 2026 मा आफ्नो देशको 24 वर्ष लामो उपाधि प्रतीक्षालाई अन्त्य गर्लान् त्यो भविष्यले बताउनेछ।